68 सालमा लेखेको कविता। वर्तमान नेपालको अवस्था। अस्तव्यस्त सहरहरू, ओइलिँदैछन् रहरहरू, ओह्रालो लाग्दैछन् सूर्यका किरणहरू, तुयाँलोले ढाक्दैछन् सुनौला बिहानहरू। बढ्दैछन् हत्या र हिंसाहरू, गुमाइँदैछन् जीवनहरू, तोडिँदैछन् विश्वासहरू, टुक्रिँदैछन् मनहरू, त्रसित बन्दैछन् एकान्त वनहरू। खोसिँदैछन् खुसीहरू, मारिँदैछन् मानवहरू, अशान्तिको ज्वाला चर्को बोलाउँदैछन् दानवहरू। निर्ममताको कठोर मुटु बाँचेका छन् मानवहरू। निर्दोषहरू मारिँदैछन्, दोषीहरू उम्किँदैछन्, सहयोग गर्ने हातहरू जीवन लिन तम्सिँदैछन्, सम्पत्तिको लालसामा मारिँदैछन् जीवनहरू। न्याय दिने ढोकासम्म घचघच्याउनु पर्छ अब, सबै मिली दुष्टताको अन्त्य गर्नै पर्छ अब। असत्यको नीतिलाई त तोड्नै पर्छ अब, असत्यको नीतिलाई त तोड्नै पर्छ अब।